साथीहरु नमस्ते। जापानिज भाषाको दोस्रो अङ्कमा यहाँलाई स्वागत छ। पहिलो अङ्कमा हामीले हिरागानाको बारेमा पढ्यौं र आज चाहिँ हिरागानाका केही अक्षरहरूमा तेन्तेन र मारुको प्रयोग कसरी हुन्छ र तिनको प्रयोग भइसकेपछि साउन्डहरू कसरी बदलिन्छ, उच्चारणमा कसरी परिवर्तन हुन्छ भन्ने बारेमा पढ्नेछौं। कृपया भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। त्यो भन्दा अगाडि मलाई फलो गर्नुभएको छैन भने कृपया फलो गरेर बेल आइकन पनि दबाइराख्नुस्। ढिला नगरी विषयवस्तुतर्फ जाउँ। मैले बोर्डमा लेखिसकेको छु। काकी कुकेको सासिसु सेसो ताचिचु तेतो हाही फु हे हो। हाही फु हे हो यहाँ चाहिँ मारुको प्रयोग हुन्छ र माथिका अक्षरहरूमा चाहिँ तेन्तेनको प्रयोग हुन्छ। नझुक्किने होला, तेन्तेन र मारु भनेको के हो भनेर यहाँनिर जापानमा यस्तो फर्मेटको हेर्न सक्नुहुन्छ। यस्तो फर्मेटको एउटा चिन्ह हुन्छ, अक्षरको माथिपट्टि लाग्छ। यसलाई चाहिँ तेन्तेन भन्ने गरिन्छ। यसै गरी अक्षरको माथिपट्टि सानो गोलो आकारमा लाग्यो भने चाहिँ मारु हुन्छ। यसरी हिरागानाका अक्षरहरूमा तेन्तेन र मारुको प्रयोग भइसके पछाडि अक्षरहरूको उच्चारण कसरी बदलिन्छ भन्ने विषयमा चर्चा गर्छौं। ढिला नगरिकन म यहाँलाई सरसर्ती अगाडि लैजान्छु। जस्तो हिरागानाको कामा तेन्तेनको प्रयोग भयो भने गा साउन्डमा परिवर्तन हुन्छ है त। यहाँनिर गामा परिवर्तन हुन्छ। त्यस्तै किमा तेन्तेनको प्रयोग भयो भने चाहिँ गी हुन्छ है त, गीमा बदलिन्छ। त्यसै गरी कुमा तेन्तेनको प्रयोग भयो भने चाहिँ गुमा बदलिन्छ। त्यसै गरी केमा तेन्तेनको प्रयोग भयो भने चाहिँ उच्चारण चाहिँ गेमा बदलिन्छ है। त्यसै गरी कोमा तेन्तेनको प्रयोग भयो भने चाहिँ गोमा यसरी बदलिन्छ है त। एवं प्रकारले सामा तेन्तेनको प्रयोग भयो भने जामा बदलिन्छ। त्यसै गरी सीमा